हेलो गाइस, आज चाहिँ मेरो मिनी ब्लग हुँदैछ किनभने चाहिँ आज हामी मठ जाँदैछौँ। हजुर, आज चाहिँ खानापिना बनाउनु छ हामी र काकी यहाँ भर्खर आउनुभयो। हामी चाहिँ अब निस्केको म चाहिँ जानु होइन नि फेरि काजे जानु भएको हो नि। किन कन्टिन्यू ब्लग चाहिँ नजर गरेको भयो भने चाहिँ म अलिकति बिमारी पनि थिएँ, अलिकति माइन्ड गएको थियो हो, र मैले नजर बनाएको बिचमा, र अहिले चाहिँ जाती भए चाहिँ म अहिले बनाउँदैछु। अब कतिहरू कन्टिन्यू हुन्छ अब पूजातिरहरूको। अहिले चाहिँ मेरो घरमा चाहिँ पाहुना आएको छ एकजना हो, म देखाउँछु तपाईँहरूलाई। पाहुना दादा बिदेङदेखि आउनु भएको। कालेबुङ पनि गएको थिएँ, दुई खेप गएँ। अब चाहिँ हामी चाहिँ दुई भाइ चाहिँ गएको कहाँ भन्ने मठ। लेट्स गो। र मैले एउटा चिज किनेको छु, तपाईँहरूलाई त्यही देखाएको छैन। हजुर कहाँ सिखदा ल ल मैले एउटा चिज किनेको छु। मैले यो कसलाई मेरो भ्युवर्सहरूलाई चाहिँ भनेको छुइनँ, मेरो गोरुबथानको लागि चाहिँ थाहा छ के हो भने चाहिँ म देखाउँछु तपाईँहरूलाई। मैले चाहिँ किन यसको भ्लग चाहिँ नजिक बनाएको भने चाहिँ म अलिकति टेन्समा चाहिँ रन्नु चाहिँ मेरो नयाँ धन्नु। मैले चाहिँ नाम चाहिँ राखिदिएको छुइनँ, यसको चाहिँ नाम चाहिँ राखिदिनु पनि, नाम चाहिँ के चाहिँ राखिदिनु चाहिँ कमेन्ट गर्ने। नयाँ छ नि ब्रेउन नान, नम्बर प्लेट पनि आएको छैन। कति किलोमिटर कुद्यो भन्छु ल म, 5 दिन कि 6 दिन मात्रै हुँदैछ। अहिले चाहिँ हामी यहाँ भर्खर आयौँ। अब चाहिँ यो नयाँ बनिँदैछ, भर्खर आएको हामी। अब चाहिँ खानापिना चाहिँ यस्तो बनाउँदैछ अहिले। यो बाटोहरू अलिकति कम्प्लिट गर्नु भएको छैन र यस्तो छ, काम चाहिँ चल्दैछ धमाधम हाम्रो। तपाईँहरूलाई माथिदेखि यस्तो छ, दामी चाहिँ दामी मिठो। चाहिँ हामी अब खाना बनाउनु आँटेको के भने चाहिँ चाम्रे र आलुको सब्जी। लुगासुगा फेरि अब यो धुइरहेसक्यो। गीत गाउँदै अब चाहिँ खानापिना बनाउनु पर्ने। हाम्रो चाहिँ आलु पनि पाक्दैछ, चाम्रे पनि पाक्यो। अब चाहिँ चिया बनाउनु पर्छ, न चाहिँ अचारको लागि हुँदैछ, न चाहिँ गुसाको आउनु भएको छ। लु के हो नयाँ काम पाइरहेछ त हौ दाजुले त। मेरो नयाँ घर बढालेको भाइ। यहाँ देखाउ न यता। हेभी बढाल्दैछ त। यति यो बढालेकोमै सोचे होला न अब। कति घरमा चाहिँ म कति बढाल्छु। कसरी बुढीलाई पाल्छु भयो भन्नु न। सुखमा राख्छ है दाजुले चाहिँ। को चाहिँ इन्ट्रेस्ट छ चाहिँ भन्ने मलाई चाहिँ म भनिदिन्छु। कन्ट्याक्ट नम्बर म सबै दिन्छु, मेसेज कमेन्ट फाइनली म चाहिँ घर आएँ हो। र भोलिको पनि एउटा भ्लग हुन्छ, बेसी लामो हुँदैन, छोटो हुन्छ हो। किनभने चाहिँ भोलि हाम्रो चाहिँ भक्कु काम छ र म भोलि आउँछु। बाई बाई। यो भ्लग कस्तो लाग्यो भने कमेन्ट पनि गर्नु, लाइक पनि गर्नु ल। बाई बाई।